हेलो गाइजहरू फेरि आज लन तामाङ लु तामाङको न्यू ब्लग आएको छ। हामी जुने कपाल टिप्दै हो, जुने कपाल टिप्दै यस्तो जुने कपाल यो सट्ट लाएर टपक टपक टिपेर हालेको छु। हजुर यसलाई सट्ट लाएर टिपेर टक्क मैले एक बोर्डको बनाइसकेँ त गाइजहरू होइन, एक बोर्डको होइन, एक टिफिन होला। मम्मीले अचार पिन, मम्मी अचार पिन है। यो त यतातिर होइन, कालो कालो पाएको हो, यो हरियो पाएको छैन अहिले। तर यसलाई धेरै हल्लाउनु हुन्न, मान्छेले धेरै हल्लायो भने यो अमिलो हुन्छ। त्यसैले हाम्रो यो घाँस काटेर दिने गरेको छ होइन। हेर्नुहोस् गाइजहरू होइन, टन्नै छ कि टन्नै छ, कुन चाहिँ टिप्ने कि ल हेर्नु गाइजहरू, टन्नै पाएको छ होइन। अहिले सर्दै त चराले पनि खाइसक्यो। अनि त्यो त बाख्रा खोलको माथि हो चढेर टिपेको। यसको नाम दिए जुने कपाल। टक्क ल्याएर हाम्रो घरको अगाडि रोड्नु भएको थियो दिदीले, मिनु तामाङ, मेरो प्यारो दिदी, उहाँले रोप्नु भएको थियो जुने कपाल। हेर्नुहोस् हात पुरै यस्तो कालो छ। अब म तल जान्छु, यहाँबाट चढेर तल पुग्छु फेरि एकैचोटि। यो चाहिँ मेरो घर बाख्राखोर होइन। गाइजहरू एक टिफिन टिपिस्यो, अब यसलाई नुर्सानी पिनेर साजेर खाइन्छ हामी। खुट्टा छोटो छोड्ने पिचिरिक्क टक्क लाएर एक टिफिन। अनि त मम्मीले त नुन खुर्सानी पिनेको छ। खै के हो टिफिन टिपिस्यो हामीले। कस्तो गुलियो गोरु तलतिर लानु रहेछ जोड्नु। म काफर पागल मिनु आज सोधे खानु मन चम्ची देख्नु चम्ची काँचो टिपेछ है काँचो त खानु सेक्नु प्याङ त भा ल खस्यो खसिरो त्यो त्यो काँचो फाल्नु दिदी। ल बस मलाई भिजा हाले पेट दुख्दा चाहिँ म नखाउँदा छ भिजा बिस्कुट खाइदिए कि मजाले मोल्नु पऱ्यो त्यसलाई। कस्तो छ गुलियो जाने कस्तो हुने नि यता हेर न। म त के ढा यता ठुलामाईले आफू म त खानु भने क्या हो, एक नम्बरको लोभी खायो भन्न पनि। अब यो नुन चाहिँ टक्क मोलिछु। चचमा खाइदिएको त अब हो म पर्नु खम्नै खम मुख रोसाइसी मेरो त। हिजो कम्ती खाएर म त पेट दुखेछ। चडी नि ल्याइदिए होइन हो त्यत्तिकै जाँदा दिन खानु होइन किन थुप्रो टिपेर मलाई जानु भनेर टिप्नु भने त तिरो लगाउँछु अनि रुख झाट टिप्छु अनि त्यहाँ मोला छोडा धैबुटी दिनु पऱ्यो एउटै सबै दिनु पऱ्यो। टक्क लागेको छ। ल मिठो छ, गजब मिठो यार।
ल यार ल खा ल यार ल खा यार खाना तपाईँ च्या खाएर त म खिचाउनु भनेको चाहिँ खानु खानु सम्झिलो खानु कता हात भन्ला ल खिच यस समयको फल चाख्नुपर्छ कि बेलामा यसको त आफै झरे ग्यास्ट्रिकको पनि के को दबाई हुन्छ र दिदी यो के छ त भाइ भन्नु कसले मोबाइलमातिर हालेर छिट्टोतिर हुन्छ खेर मैले पनि थाहा पनि स्टकको लगाएर अब खाइसक्छ हामीले सकेपछि फेरि छ अझै त्यो पनि पर्निन्छ पिरो भएपछि बिचमा यस यो रुखको ठिकै छ मम्मीले घाँस काटेर सक्यो कि त्यो पानी टान हाम्रो मम्मीले घाँस काट्छ तातो भएर चिसो पानी ल्याइदिनु तात्यो होला त्यो त मेरो त झन् बल्ल बल्ल लिङलिङै एउटा बोर्ड बनाएको थियो बाहारले केही नै राखेन त्यो मैले खोलातिर सार्दै नि एउटा केही छैन त्यसमा बरु यसो जरा देख्नु दिदी प्लग ढल्दछ हाम्रो त्यो माथिबाट त्यो आँपको रुख यतापट्टि क्वाक्क गाडिदिएको थियो सबै उ गऱ्यो मुजी बाख्राले त टुप्पैसम्म खान्छ स्यामी गएर सुँगेर खराब बाख्राले अहिले पनि चाहिँ विदेशमा यो खाएको हालको खाएर म त खान्छ लाग आछ खान ला खाँदैन खाँदैन मासु आउने बेला आएको कुखुरा नि खान्छ रहेछ जुधेर हेर्नु रग पछि भने खाँदैन भने यस्तो कोइलोले त खाँदो रहेछ खान्छ कोइलो लोकलले नि खान्छ हाम्रो हिजो खाले पेट दुखिरहेको छ के खानु चल्ला कहाँ मऱ्यो मेरो यसले त उही 2 टिकट झारी जस्तो पाक्यो नि पिरो छ है टक्क पिरो भए खानु दिदी ए आँखा गच्चा 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 माडा माडा यसले चाहिँ भए मोटो जाउ तपाईँ मोटायो ऊ भुइँ छ त्यसलाई खानु पेट भरि लागा म त हातले खान्छु यो होइन चम्चो घप पाए पनि मुखभरि मिठो हुन्छ सब अब यो आएछ कि भोक लागेन हराले मिलाउला त्यसले हाम्रे मुखले खाएर चाहिँ खिचिदिनु पर्ने बस्छु टक्क लाएर यसरी हाम्रो एक मुखमा हाल्नु चम्ची लिन्छ थोर भइदियो मुन्टा त यदि लामतन गरेर आकाश फर्केर खाने आकाश फर्के खाना बगुलो घान्छ भाइ त्यसरी खाएको अहिले फेरि घोप्टै भयो हानी गरेको थिएँ खानु न खाउ न खाउ त्यसलाई खान्थ्यो हेर त त्यसले मुख आँखा गर्ने मुखाएको ऊ ऊ हे अनि फेरि यो त घोप्टो हुन्छ ऊ खिच्ने बेलामा चाहिँ आकाश फर्किँदो रहेछ सबै खिचिहाल्नु हेरौँ एकदम मिठो लो पिरोले पिरो गुलियो नि गुलियो मिठो छ चम्चोले खानु भने दिदी चम्चोले खाएर। चिज भन्दा चम्दरी खा हो तातो हुन्छ भन्दा खै मैले खाएँ हेरौँ मन टक्क लागेको खुर्सानी मुसन टक्क लागेछ लागेछ कति भइहाल्नु गरे नपुगी ल्याएर हाल्छु फेरि सिलाउन पिँडाएर त्यो पिएर क्या हाँसी हार्कालाई त्यो यस्तो गर्दै हानी त्यो त सुहानी नि खोज्छ अब बिचरा ठुलो खाएको केटा लगि नि लगिरहेको थियो यसमा कहाँ हो नि आउँछ कहाँ खुवाइदिने कोहिरो भन्दा त्यो त गुदो भोलि त कालीमाडी चाहिँ आउँछ पछाडि फर्केर हिँड्यो क्या हाकिकन त हाकिकन पछाडि फर्केर हिँड्यो कस्तो पेट खोलेको छ आज बिहान खाएँ हात पुरा यस्तो कालो हुने रङ मेन्टिनी केटा मान्छे रङ लाउँछ नि अब टिपेर बल हाल्दैछ मनिकाले हालिन्छ त्यत त्यस्तो पनि बरफ हाल्छ कस्तो पनि हुन्छ हाल्छ नि त्यो हालेर चिनी सिनी छ तेरो मम्मी सिक्की सिक गरेर ओड गरेर नि खिच्या छ मैले त चिम्म गरिदिनु मारे
त्यही भएर हुन्छ होला ल अब चाहिँ सकिँदैन हाम्रो मैले आँखा गर्दा नि खिचेँ म पानी लाग्छु लिएर लगाऊ यहाँ यो बोट अब यो बोटमा धेरै छैन अलिअलि छ यो हाँगाहरू काटेको भएर होला यो धेरै राम्रोसित फल्यो होइन हेर्नुहोस् होइन यसको नाम चाहिँ जुहे काफल हो होला मजाले टिपेर यसरी होइन टिपिसकेपछि यस्तो गर्ने हातमा लिने यसलाई चाहिँ फलाउनु मिल्छ यस्तो जुन कालो हुन्छ नि त कालो जुवा जस्तो बस्ने मेरो यसलाई जुन कालो भनेको हो होइन त्यसैले हामी अचार साचेर खाएको ल ल त गाइजहरू लाइक सेयर सब्सक्राइब गर्नुहोस् हजुरहरूले कमेन्ट गर्नु नभुल्नु बाई